नयाँ काम हुनको लागि हामीले पुरानो कुराहरू छोड्नुपर्छ। यो पुरानो कुरा चाहिँ जे पनि हुनसक्छ प्रिय छोड्नको लागि। र बाइबलमा हामीले हेऱ्यौँ भने परमेश्वरले जो मानिसको जीवनमा अद्भुत र नयाँ काम गर्नुभएको छ तिनीहरूले सबै कुरा त्यागेका छन्, प्रभुले भनेका कुराहरू। अनि प्रियहरू हाम्रै शरीरमा पनि हेऱ्यौँ भने प्रत्येक हाम्रो शरीरका कोषहरूले नयाँ कोषहरू बनाउँछ र पुरानो कोषहरू मरेर जान्छ। अनि नयाँ कोष हुनको लागि पुरानो कोषहरू मर्नुपर्छ भन्ने शरीरलाई थाहा छ भन्ने कुरा, त्यो के अरे पुरानो कोषहरू मरेर जानुपर्छ भन्ने कुरा एउटा हाम्रो शरीरलाई थाहा छ भने हामी परमेश्वरलाई विश्वास गर्ने मानिसहरूले पनि यो कुरा बुझ्नुपर्छ कि प्रियहरू नयाँ कुरा हुनको लागि पुरानो कुरा छोड्नुपर्छ। त्यो आदत हुनसक्छ। अब कति भाइ बहिनीहरूलाई चस्सक होला, गर्लफ्रेन्ड पनि छोड्नुपर्छ, कतिचोटि बोयफ्रेन्ड पनि छोड्नुपर्छ कि पर्दैन? यदि गलत छोरी मान्छे गलत छोरा मान्छे पर्यो भने छोड्नुपर्छ कि पर्दैन? अनि तपाईँको रिलेसन कस्तो छ भनेर अहिले सोध्नुपर्छ कि केटाहरूलाई, केटीहरू कम्प्लिकेटेड छ भनेको छोड्नु पर्यो त्यो छोरी मान्छेलाई या छोरा मान्छेलाई। एकजना पास्टरलाई आएर छोरी मान्छेले भने पास्टर बा के गर्नु, त्यो मेरो बोयफ्रेन्डलाई म छोड्न सक्दिनँ, ऊ हिन्दू हो र पनि म छोड्न सक्दिनँ, म ऊ बिना बाँच्नै सक्दिनँ। अनि पास्टरले भन्नुभएको छ अहिले छोडेर एक हप्ता रोयो भने जिन्दगीभर रुनु पर्दैन, र अहिले नरोइकन त्यसको पछि लाग्छ भने जिन्दगीभर रुनुपर्छ। अब तिमी आफै चुज गरेको। अनि चुज गरी छिन् उसलाई नछोड्ने, अनि अहिले रोइरहेछ, अहिले रोइरहेछ। के गर्नु अब बेलामा बुद्धि पुगेन, अब मर्छु भने मर्न पनि सक्दिनँ रहेछन्। फेरि अहिले उसको लागि मर्छु भने चाहिँ छैन, रोएर बसिरहेछन्, मरेको छैन। त्यसैले प्रियहरू कतिचोटि कठिन हुन्छ हामीलाई कति कुराहरू छोड्नको लागि, तर परमेश्वरलाई हाम्रो भविष्य कस्तो हुन्छ, हाम्रो भविष्य कहाँ पुग्छ भन्ने कुरा चाहिँ प्रियहरू हामीले छोड भन्ने कुरासँग निर्धारित हुन्छ। मलाई मेरो श्रीमती मन परेको थिएन, यो काटेर हाल है। जब मेरो बुवाले रोजेर बिहे गरिदिनु भयो, म स्कुलबाट जाँदाखेरि लुकेर गएको यस्तो। फेरि बिहे पनि कहाँ गर्दै भने ठ्याक्कै स्कुलको नजिकै गर्दै क्या। अनि म गाडीमा लुक्दै गएको साथीहरूले देख्छन् भनेर। लास्टमा एकजनाले देख्यो जहिले पनि तेरो श्रीमती खोइ भनेर भन्थ्यो, जिस्काउँथ्यो मलाई। खास त्यो बेलामा अनेस्टली भन्दाखेरि मलाई मन परेको थियो, तर परमेश्वरले चुनेको छ मेरो जीवनमा हुने नै रहेछ। मलाई लभ नपरे होइन, मेरो परेको थियो। आज म सबै खोलिदिन्छु। लभ नपरे होइन, मेरो लभ परेको थियो राइनी केटीसँग, तर पनि ऊ एकदम राम्री। अहिले बिहे गरे भए मैले उनको क्रिम पाउडर किनेरै मात्रै मैले मेरो झिटी झान्टा उड्ने रहेछ। अब सेवाकाई गर्ने मान्छे के हुन्छ, मेकअप त्यस्तो गर्ने रहेछ। अब अहिले मेरो श्रीमतीलाई मेकअप मन पर्दैन। अब जस्तो बुढोको सेवाकाई त्यस्तै बुढी पाइयो। अब मेकअप मात्रै किन्यो भने त गाह्रो भएन। त्यसले कतिचोटि हामीले मन नपर्दै पनि हाम्रो जीवनमा परमेश्वरले त्यो दिनुहुन्छ भने स्वीकार गर्नुहोस्, किनभने परमेश्वरलाई चाहिँ थाहा छ तपाईँलाई कस्तो श्रीमती चाहिन्छ, तपाईँलाई कस्तो श्रीमान चाहिन्छ। हालेलुया। अब तपाईँ र मेरो इच्छा त ऐश्वर्य नै दिएर हुन्छ नि, तर प्रभुलाई कस्तो प्रभुले चाहिँ कस्तो तपाईँलाई थाहा छ हो त्यो जुटाउनुहुन्छ कि। त्यसैले निराश नहुनुहोस् मलाई यस्तो श्रीमती पऱ्यो। अब अहिले म यहाँ छु, चर्चको सम्पूर्ण सेवाकाई श्रीमती लिएर आएछ। अब मेकअप गर्ने पर्या भने के हुन्थ्यो, अब मेकअप गर्दै बस्ने। अब मेरो अब प्रभुको सेवाकाई कता पुग्थ्यो होला। त्यही कारणले प्रियहरू कतिचोटि छोड्दाखेरि तपाईँहरू मेरो लागि नै आशिष हुन्छ। तपाईँले बाइबलमा हेर्नुहोस्, परमेश्वरले अचम्मको नयाँ काम गर्न चाहनुहुन्थ्यो अब्राहमको जीवनमा। परमेश्वरले कुटुम्ब तेरो घर छोडेर निक्ली भनेर भन्नु, अनि परमेश्वरले राष्ट्रको पिता बनाउनु भयो। होइन प्रभु म त यतै ठिक छ, यतिकै आरामै छु, म जान्न कतै पनि भने थिएँ। अब्राहमलाई हामीले चिन्थ्यौँ त, हेर्नु त राष्ट्रको पिता बनाउनु भयो। परमेश्वरले अब्राहमलाई
आकाशको तारा जसरी तपाईँको के अरे बालुवाको कण जतिकै सन्तान हुनेछन्। हेर्नु त अहिले संसारमा कति 7 अर्ब 8 अर्ब पुग्न लागेको 8 अर्ब मानिसहरू छन्। हेर्नु त त्यो प्रतिज्ञा परमेश्वरले उसको जीवनमा पुरा गर्न सक्नु हुँदैन थियो यदि उसले आफ्नो कुटुम्ब र परिवार नछोडेको भए। त्यसले परमेश्वरले पनि हाम्रो जीवनमा नयाँ काम अवश्य गर्नुहुन्छ, तर तपाईँ र मेरो कति कुरा त्याग्नु हामीले पर्दछ। हालेलुया। त्यसले मैले अघि नै भनिहालेँ, शरीरले त पुरानो कोष मरेपछि नयाँ कोष बनाउँछ भने हामी पुरानै कुराहरू लिएर फेरि भजन चाहिँ नयाँ काम गर्नुहोस् हुँदैन। नयाँ काम भजन गाउँदा ठिक छ, हुँदैन नयाँ काम चाहिँ। टाउको टेकेर नयाँ काम हुन्छ भन्ने भजन गाए पनि पुरानो कुरा बोकेर नयाँ काम हुँदैन। हालेलुया। यो यसो भन्नुहोस् त, हुँदैन भन्नुहोस् त आफूले। हुँदैन। कति झुट बोले क्या आफूले। पुरानो कुरा बोक्ने अनि फेरि भजन चाहिँ नयाँ काम गर्नु हुँदैन क्या। हजुर बिस्कुट क्या कसरी ठुलो स्वरमा बोल्नु भयो। त्यसैले प्रियहरू, प्रकाश 31:5 यसरी भनेको, सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, हेर म सबै कुरा नयाँ तुल्याउँछु। उहाँले यसो पनि भन्नुभयो, यो त्यसो भने सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो। किन यहाँ सिंहासनमा लेखेको होला? यो चाहिँ सत्य छ है, यो भनेको कुरा चाहिँ बलवान छ, यो अकाट्य छ। हेर म सबै कुरा नयाँ तुल्याउँछु। उहाँले यसो भनी भन्नुभयो, यो पनि लेख, यी कुराहरू भरपर्दो र सत्य छ। प्रभुले नयाँ काम तपाईँको जीवनमा गर्न चाहनुहुन्छ। यो अकाट्य हो, तर पुरानो कुरा चाहिँ त्याग्नुपर्छ। प्रभु म चुरो डङ खान्छु, क्यान्सर नलागोस् नभन्नु। हुन्छ क्यान्सर, चुरो खाइसकेपछि क्यान्सर हुन्छ, या केही फोक्सोको समस्या हुन्छ, केही चाहिँ हुन्छ नभए मर्नुहुन्छ। त्यो हुन्छ केही न केही चाहिँ हुन्छ क्या। हालेलुया। हामी पनि नयाँ काम प्रभुको देख्न चाहने। ओहो प्रार्थना त्यस्तै है, तपाईँको व्यवहार त्यस्तै, तर पुरानो भित्र कुरा चाहिँ बोकेर बसिरहने। हाम्रो हजुरआमाको एउटा सन्दुक भन्ने थियो क्या, सन्दुक भन्ने थियो है, कसलाई छुनै नदिने क्या। अनि हजुरआमा प्रभुमा सुत्नु भयो, हेर्दाखेरि के रहन्छ केही छैन। हजुरबाउको त्यही फोटो पुरानो 1-2वटा हजुरबाउको फोटो रहेछ, केही नहुने, केही छैन क्या। अनि हामी पनि त्यस्तै हुन्छौँ क्या कतिचोटि। हामी पुरानो कुरा चाहिँ लिएर बस्ने, पुरानो कुरामा रमाउने, पुरानो आदतहरूमा रमाउने, अनि फेरि प्रभु नयाँ काम गर्नु। प्रभुले भनिरहनु भएको छ, पुरानो कुरा छोड्दैन अनि म नयाँ काम गर्छु, पुरानो कुरा छोड्दैन म नयाँ काम गर्छु। अब अस्ति हाम्रो चर्चमा अस्ति थाहा भयो, हाम्रो चर्चका विश्वासीहरू सुर्ती खाँदो रहेछ। अनि मान्छे पनि चिन्यौँ हामीले। सुर्ती त त्यो कुन मिस्टेकले पिसा फेर्न गएको बेलामा बकलीबाट खस्यो कि कहाँबाट खस्यो, सुर्ती खस्या भेट्यौँ हामीले। त्यो मान्छे निक्लेपछि सुर्तीको गन्ध आयो। अनि मैले बाबु गएर बुझा त यहाँ सुर्ती गन्ध, अनि त्यही मान्छेबाट खसेर रहेछ कि। त्यो मान्छेले प्रार्थना चर्चमा गरेर सुन्नुभयो है, ओहो आगै झार्छन् कि क्या हो, आज त अर्का घर भाडामा ल्याएको छ, छानो छानो उडाउँछन् कि क्या हो जस्तो लाग्छ। तर हेर्नु त सुर्ती बोकेर नि। एकजना हाम्रो पहिला चर्चमा सेवाकाई गर्ने ठाउँमा एकजना दिदी हुनुहुन्थ्यो। ओहो अन्य भाषा बोले, यस्तो पड्केर अन्य भाषा बोल्ने कि यस्तो 2 हप्तापछि स्वाध्यै पहिलो गइदियो। कस्तो परिवर्तन यहाँ। छोरो थियो क्या, 13 वर्षको छोरो छोडेर, अनि त्यसरी के अन्य भाषा बोल्नु क्या। कस्तो म त्यो अन्य भाषामा पहिला जानु पाऊँ भन्ने जस्तो लाग्यो। पहिला जानु पाऊँ। अनि हेर्नु त हामी पनि धेरैचोटि परमेश्वरसँग नयाँ काम गर्नुहोस् प्रभु मेरो जीवनमा, भजन पनि गाउँछौँ, कतिचोटि त्यही अनुसार प्रार्थना गर्छौँ, तर पुरानो कुराहरू हामी छोड्न सकिराखेको र कतिचोटि पुरानो कुरा छोड्दाखेरि दुःख हुन्छ। प्रिय अब्राहमलाई आफ्नो कुटुम्ब, आफ्नो घर छोडेर सजिलो भएको थियो। तपाईँलाई यहाँ विदेशमा आउनु, घर छोडेर, परिवार छोडेर सजिलो छ र, तर पनि
प्रियहरू, हाम्रो आफ्नै उन्नति र प्रगतिको लागि, हाम्रो आफ्नै असल दिनहरूको लागि चाहिँ परमेश्वरले पुरानो कुराहरूलाई त्याग भनेर भन्नुहुन्छ। त्यसले बाइबलमा तपाईँले हेर्नुभयो भने बत्तिसमा लिनु भनेको पुरानो कुराहरूमा पानीमा गाडिनु, यानि कि येशू ख्रीष्टसँग गाडिनु अनि नयाँ भएर निक्लिनु भनेर हामी कति भन्छौँ नि। हामीले तपाईँको चाहिँ बत्तिसमा पनि ल्याउँ होला त, हामी गाडियौँ, त्यो पास्टरले नि भन्नु होला, बुझ्नुभयो बत्तिसमाको अर्थ प्रभुसँग पुरानो कुरासँग मर्नु अनि त्यसबाट उठ्नु भने। नेपालीहरू एउटा पोखराको भाइलाई बत्तिसमा दिएर पास्टरले जतिचोटि पानीमा डुबाउनु खोज्यो नि हात त माथि नै हुन्छ, 3 चोटि डुबाइसकेर हात माथि नै हुन्छ। किन बाबु किन यस्तो गरे? एकजनाले कुटेपछि मात्रै म अनि हेर्नु त पुरानो कुरा त्याग्न नसकेको। मैले भनिहालेँ नि, पुरानो कुरा त्याग्न गाह्रो हुन्छ, तर पनि परमेश्वरले नयाँ काम गर्नुको लागि पुरानो कुराहरू हामीले त्याग्नै पर्छ। अनि परमेश्वरले नयाँ काम गर्नुहुन्छ, यो अकाट्य हो, लेखेर राख भनेर भनेको छ प्रकाशको पुस्तकमा। लेखेरै राख, प्रभुले नयाँ काम गर्नुहुन्छ। यो काम गर्नको लागि प्रियहरू पुरानो कुरा चाहिँ हामीले छोड्नुपर्छ। अनि कतिचोटि पुरानो कुरा छोड्दाखेरि मलाई नि गाह्रो भएको थियो, राइनी लभ छुट्टिन त गाह्रो, तर परमेश्वरले अहिले सबैभन्दा असल श्रीमती जुटाउनु भएको छ। त्यसैले त्यो बेलामा गाह्रो भए तापनि बहिनीहरू जान लाग्यो, यस्तो प्रभुको वचनको बिचमा हिँड्नु नहुन्थ्यो। ल ल पुरानो कुरा छोडेर हामीलाई क्या तपाईँ र म हामीले चाहौँ या नचाहौँ प्रियहरू, नयाँ काम हुनको लागि पुरानो कुरा छोड्नै पर्छ, केही न केही गुमाउनै पर्छ। पुरानो कुराहरू हामीले त्याग्नै पर्छ। त्यसैले सुर्ती खाँदै जति नै उफ्रेर भजन गाइन्थ्यो, सुर्ती उताबाट कराइरहे हुन्छ, खाना खा तपाईँको कुनै एउटा आदत होला, तपाईँलाई छोड्न मन लागेको छैन होला, तपाईँलाई रमाइलो लाग्छ होला, तर प्रभुको नजरमा त्यो खराब छ भने छोड्नुहोस्। किनभने प्रभुले नयाँ काम तपाईँ र मेरो जीवनमा गर्न चाहनुहुन्छ। यिर्मया 43:18-19 बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर, हेर म एउटा नयाँ कुरो गर्दैछु, यो अब हुन आउँछ, के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रुखो जमिनमा खोलाहरू बनाउँदैछु। त्यसले यहाँ भनेको विगतको कुराहरूलाई भुल, विगतको कुराहरूलाई भुल। अब विगतमा भएका ब्रेकअप होला, विगतमा भएका तपाईँका प्रिय मित्रहरूले छोडेर गएका होला, त्यही कुराहरू निराश भएर त्यही कुराहरू सम्झेर नबस्नुहोस्। अब परमेश्वरले नयाँ काम गर्ने दिन आएको छ, नयाँ कामतिर चाहिँ त्यो कुराहरूलाई त्यागिदिनुहोस्। मेरो बुवा 49 वर्षको उमेरमा बित्नु भयो, बितेको पनि अब आजको दिनसम्म मम्मी र म 3 छक परेका छौँ। मेरो बुवा आर्मीमा क्याप्टेन हुनुहुन्थ्यो, बालवाला क्याप्टेन हुनुहुन्थ्यो, आर्मीमै जागिर खाइरहनु भएको थियो। अनि मेरो बुवाले के भन्नुभयो भने म 1 हप्ता जति आर्मी हस्पिटलमा आराम गर्छु, मलाई अलिकति असजिलो भएको छ भनेर भन्नुभयो। अनि त्योभन्दा अगाडि 1 हप्ता त्यहाँ नर्सिङ होममा लगेर जचायौँ, केही पनि छैन तपाईँको बुवाले लिएर जानु भनेर भन्नु। मेरो बुवाले चाहिँ होइन, म 1 हप्ता के अरे म गएर बस्छु, अब मलाई त्यहाँ सबै सुविधा पनि हुन्छ, के अरे तपाईँको फ्रीमा हुन्छ, म गएर बस्छु भनेर भन्नु। मेरो मम्मी अनि बुवा हिँडेर गएको भनेर, हिँडेर गएको हस्पिटल लिएर गएको 2 घन्टामा प्रभुमा सुत्ने भयो। 49 वर्षको भर्खर जब 6 महिना मात्रै बाँच्नु भएको भए मेजर हुनुपर्ने मान्छे, अब के अब अहिले बितेर गएको 20 वर्ष जति भइसक्यो। अब मेरो बाउ बितेर गएको छोडेर जानुभयो भनेर बस्ने कि एक दिन हामी स्वर्गमा भेट्छौँ। अब म जाँदाखेरि बाउले स्वागत गरेको राम्रो पनि हो नि त स्वर्गमा, नि मेरा छोरा नि आएर हो कि होइन। अब त्यही कुराले लिएर पिरिएर लाउन मेरो मुटुभन्दा प्यारो बाउले छोडेर जानुभयो र रोएर मात्रै बसेर सेवकाई एकातिर छ, प्रभुको काम एकातिर छ। अब म जहिले पनि पिरेर मात्रै हुन्छ, तर धेरै मान्छेलाई एउटा त्यस्ता घटनाहरूले पनि पिराइराखेको छ क्या। अनि परमेश्वरले कतिचोटि त्यो काम
नयाँ काम गर्न चाहँदाखेरि पनि गरिराख्न सक्नु भएको छैन, किनभने उनीहरू त्यो विगतका कुराहरूले चाहिँ अल्मलिराखेका छन्। अब यहाँ कतिजना दाजुभाइ जवानहरू हुनुहुन्छ, बहिनीहरू जवान हुनुहुन्छ, अब लभ परे ब्रेकअप भयो होला, अहिले पनि मलाई कस्तो एक्सको सम्झना आउँछ, आइरहन्छ, कति आएको सम्झना, यसुको चाहिँ सम्झना आउँदैन, एक्सको चाहिँ सम्झना आउँछ। यसुले चाहिँ नयाँ काम गर्दै हुनुहुन्छ, नयाँ काम प्रभुले गर्न लाग्नु भएको छ भन्ने कुरा चाहिँ ध्यान हुँदैन, एक्सको चाहिँ सम्झना कस्तो, ओहो त्यसलाई देख्दै त एक्सको सम्झना आयो, त्यसलाई देख्दाखेरि यसुको सम्झना चाहिँ आउँदैन। त्यसले ती कुराहरूमा पनि अल्मलिनु भएको छ भने कतिजना टोलाउनु सुरु गर्नुभयो नि त बहिनीहरू, याद आउन नि सक्छ। त्यसैले प्रियहरू, विगतका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर। अब जे भयो भयो। धेरैचोटि चर्चभित्र विश्वासीहरू पश्चाताप मात्रै गरिरहने, पश्चाताप अलिकति प्रभु मलाई क्षमा गर्नुहोस्, कति पश्चाताप गरे। एकजना पास्टरले फेरि आउनुभयो, अनि एकजना पास्टर चाहिँ अब मैले एकदमै ठुलो पाप गरेको छु, म प्रभुसँग क्षमा माग्छु भनेर 1 हप्ता उपवास बसेछ, रुँदै कराउँदै राज सिंगान बजाउँदै, प्रभु मलाई क्षमा गर्नुहोस् न, कहिले उदोमुन्ट पर्ने, कहिले के हुने। अनि प्रभु प्रकट हुनुभएको छ यसले, अनि बाबु किन त यति विघ्न दुखित भएको, यति विघ्न किन रोइराखेको त? प्रभु मैले यस्तो यस्तो पाप गरेको छु, मलाई क्षमा गर्छु। प्रभुले के भन्नुभएको छ थाहा छ? बाबु जुन दिन तैँले पाप गरेर क्षमा मागिस् नि, मैले त्यही दिन क्षमा दिइसकेँ, त आफैले आफूलाई चाहिँ क्षमा दे। धेरैचोटि हामी पुराना कुराहरू, मैले यो बेलामा पाप गरेर यस्तो भयो, प्रभुले क्षमा दिइसक्नु भयो, अब नयाँ कामको लागि चाहिँ अगाडि बढ्नुहोस्। हालेलुया, हालेलुया। त्यसैले एक्सको सम्झना आउँछ, यो आउँछ, विगतको विचार आउँछ, त्याग दिनुहोस् त्यो कुरालाई। अहिले त अब हाम्रा क्रिस्चियन जवान भाइ बहिनीहरूको पनि कुरा के गर्नु है, अब कसैलाई घोच्न सक्ला, मलाई वास्तवमा यो के अरे संयोग मात्र भएको है, मैले वास्तवमा भन्न खोजेँ। अब अहिले तपाईँको बोयफ्रेन्डले मेसेज या गर्लफ्रेन्डले टेक्स्ट मेसेज नगरोस् त, ओ को साथीलाई फोन गरेर हुन्छ कि किन मलाई मेसेज गरेन, बिचरा के काममा होला, भने के होला। अनि केटाले म तिमीलाई छोडिदिन्छु भनेपछि मेरो संसार डुब्यो, संसारै डुब्यो। यसुले चाहिँ म तँलाई प्रेम गर्छु घरिघरि भने चाहिँ यादै हुँदैन, संसार पनि डुब्दैन, केही पनि डुब्दैन। अनि त्यस्ता मान्छे विगतका कुराले उनीहरू नरोल के अरे तपाईँको रुमलले को रुमलिन्छ। अब त हामी त त्यस्ता विगतका कुराहरूलाई छोड्नु पर्यो, विगतका कुराहरूलाई त्याग्नु पर्यो। मैले अघि भनिहालेँ नि, हिन्दू केटासँग बिहे गरेको हालत, आई कान्ट लिभ विदाउट यु। अब अहिले त लिभ पनि गर्न सकेको छैन, डाई पनि हुन लागेको छ। अब हेर त बर्बाद। त्यसले कतिचोटि विगतका कुराहरू, उहिलेका कुराहरूलाई विचार गरेर प्रियहरू हामी अगाडि बढ्न सक्दैनौँ। प्रभुको अचम्मको काम हामीमा हुन सक्दैन। एकजना मैले फिलिपिन्समा एकजना दाइलाई भेटेको थिएँ, मलाई लाग्छ त्यो मान्छे, त्यस्तो मान्छे मैले अहिलेसम्म कसैलाई भेटेको छैन। त्यस्तो मान्छे उहाँ चाहिँ चर्चमा जाने अनि एउटा कम्पनीमा साधारण काम गर्ने, लेबरको काम गर्ने, तर उनको श्रीमती र पास्टरको सम्बन्ध भएर चाहिँ उसको श्रीमती चाहिँ गर्भवती भए। अनि त्यो कुरा चाहिँ उनले थाहा पाए। अनि थाहा पाइसकेपछि अब म यो पास्टरलाई मारिदिन्छु भनेर जाँदाखेरि बाटोमा प्रभुले बोलेर के भन्नुभयो भने क्षमा दे। अनि मैले कसरी क्षमा दिने, मेरो श्रीमतीसँग यस्तो गरेर यस्तो भयो, जसरी मैले तँलाई क्षमा, प्रभुले भन्नुभयो। अनि त्यसपछि ऊ फर्केर गयो घरमा। अनि उसले श्रीमतीलाई भन्यो, जे भए पनि जस्तो भए पनि मलाई गाह्रो छ, मैले सक्दिनँ, तर म तिमीलाई क्षमा दिन्छु, तर म एकचोटि त्यो पास्टरलाई गएर भन्छु यो कुरा चाहिँ तिमी जान तयार छौ मसँग।
श्रीमतीले भने तयार छु, म जान्छु। अनि उसले गएर पास्टरलाई भने यस्तो यस्तो तपाईँहरूको सम्बन्ध रहेछ, मैले मेरो श्रीमतीबाट थाहा पाएँ। अनि त्यो पास्टरले इन्कार गरे, मैले तिम्रो श्रीमतीसँग म जस्तो पास्टर तिम्रो श्रीमतीसँग मेरो सम्बन्ध हुनसक्छ भनेर उल्टो फुइलायो। अनि त्यसको पास्टरको अगाडि उसले के भन्यो भने जेसुकै होस् तपाईँहरूको सम्बन्ध मलाई थाहा छैन, तर मेरो श्रीमतीले भनेअनुसार तपाईँहरूको सम्बन्ध थियो, त्यो कारणले चाहिँ गर्भमा नानी आएको छ। तर पनि आज यो समय म तपाईँलाई येशू ख्रीष्टको नाउँमा क्षमा दिन्छु र आजदेखि यो गर्भमा के अरे हुर्किरहेको बच्चालाई म स्वीकार गर्छु मेरो आफ्नै नानीको रूपमा। अनि उसले आफ्नो श्रीमतीलाई लिएर जान्छ। अनि बच्चा पाएपछि छोरा पाउँछ। उसको अघिल्लो 2वटा छोरा, अनि त्यसपछि यो छोरा भन्दाखेरि 3वटा छोरा हुन्छ। अनि त्यो पास्टरको पछि सेवकाई लथालिङ्ग भएर ऊ विभिन्न दोष लाएर ऊ भाग्नुपर्ने अवस्था हुन्छ। अनि त्यो मान्छे जब उसले स्वीकार गरेर क्षमा गरेर अनि त्यो श्रीमतीलाई आफ्नै श्रीमतीको रूपमा स्वीकार गरेर जब उसले त्यो के अरे बच्चालाई आफ्नै भनेर स्वीकार गरे नि, त्यो लेबर मान्छे परमेश्वरले उसलाई त्यही कम्पनीमा चाहिँ म्यानेजर बनाइदिनु भयो। अनि अब हाम्रो जीवन त कतिचोटि क्षमादान दिन नसक्ने अवस्था पनि हुन्छ नि। अनि जब त्यो दाइले भन्नुहुन्थ्यो, जब म घर जान्छु, जब म मानिसहरूलाई क्षमा दिन सक्दिनँ, मेरो 2टा छोरा चाहिँ म घर जाँदाखेरि दौडेर आउँदैन, तर त्यही तेस्रो छोरो जो चाहिँ नाजायज सम्बन्धबाट पाइएको छोरो चाहिँ मलाई चाहिँ बा भनेर दौडेर आउँछ र मलाई अँगालो मार्छ। अनि जब म त्यो छोराको मुहार हेर्छु, म विगतको कुरा बिर्सेर म अगाडि बढ्ने प्रयत्न गर्छु र मलाई क्षमादान दिन नसक्ने मान्छेलाई पनि म क्षमादान दिन्छु जब त्यो छोरालाई म हेर्छु। हेर्नु त, ऊ अब कतिजना चाहिँ कति मानिसहरू चाहिँ त्यस्तै हुन्छ, विगतको कुरा लिएर। तपाईँ हामीले हिजो भन्दै थियौँ बुढाबुढीको झगडा पर्दाखेरि विगतको कुरा कहिले नगर्नु भनेर भाइ बहिनीले भन्दै थिएँ मैले। त्यो जुन समस्याको लागि झगडा पऱ्यो भने त्यो समस्या केन्द्रित हुनुहोस् क्या। मलाई 12 वर्ष अगाडि तिमीले कस्तो गर्यो श्रीमानले पनि तैँले मलाई कस्तो व्यवहार हुँदैन क्या। जुन त्यहाँ चाहिँ खानेकुरामा नुन नपुगेर चाहिँ झगडा पाएछ भने नुन हालेर खानु नि क्या, किन झगडा गर्ने भने क्या। त्यसले हामीले पनि पुराना कुराहरू चाहिँ प्रियहरू जस्तो सुकै होस् त्यागिदिनुहोस्। तपाईँको एक्सको सम्बन्ध, तपाईँको फ्याक्सको सम्बन्ध, ल्याक्सको सम्बन्ध, सबै कुराहरू त्यागिदिनुहोस्। नयाँ काम प्रभुले गर्दै हुनुहुन्छ। हालेलुया। नयाँ कामको लागि चाहिँ अगाडि बढ्नुहोस्। त्यसले मैले जति लभालभ यो गरे पनि मेरो श्रीमतीलाई 70 वर्षसम्म त हो नि, त्यसपछि लभ गरेर कि सब गरेर जाऊ उता बाक्सामा जाने होइन। कतिचोटि हामी यस्तो संसारको प्रेममा चाहिँ यति कमिटेड हुन्छौँ, तर ख्रीष्टसँगको सम्बन्धमा चाहिँ हामी कमिटेड हुँदैनौँ। जुन सम्बन्ध चाहिँ प्रियहरू के अरे बाक्साभन्दा उता छ, चिहानभन्दा उता छ। म अब कति लभ गर्ने त, 70 वर्षसम्म लभ गरेँ मैले बुढीले। सँगै जान सकिन्छ, सँगै जान सकिन्छ। एकैचोटि मर्याएको छ कोही बुढाबुढी। संसारको 70 वर्षको लभ त्यति कमिटेड। आई लभ यु, आई कान्ट लिभ विदाउट यु। यसो त चिहानभन्दा उता जानुपर्छ, उहाँसँग झन् कति कमिटेड हुनुपर्छ, कति कमिटेड हुनु पर्ला। त्यो सम्बन्ध भनेको त अनन्तसम्मको लागि हो नि। हेर त यही थोद्रे संसारको प्रेममा अल्जिया छ, बिल्जिया रोको छ, बलिन्द्र आँसु झारेको छ। होइन फेरि जति नै नेपालीको त जति नै जे भए पनि बिहे गरिसकेपछि लात्ताले हान्छ त्यसले। फेरि जति नै मर्छु भने नि लात्ताले हान्छ क्या। र पनि हामी त्यही पुरानो कुराहरूमा अल्झिराखेका हुन्छौँ। त्यसले यहाँ के भनेको छ, हेर म एउटा नयाँ कुरो गर्दैछु, त्यतातिर चाहिँ हामी लाग्नु पर्यो। पुरानो कुराहरूलाई त्यागेर, पुरानो कुराहरूलाई छोडेर। तपाईँको कति अब यहाँ भन्यो भने जस्तो अहिले मनमा आइसक्यो, तपाईँको कुन कुन कुराहरू चाहिँ मैले छोड्नुपर्छ आइसक्यो, मलाई प्रभुले देखाइसक्नु भयो। बुझ्नु भयो कि होइन? अब धेरै मान्छेले चाहिँ नाटक गर्छन्, पास्टरहरूले देखाउनु भयो मलाई प्रभुले, तपाईँलाई देखाइसक्नु, मलाई देखाएर के गर्नु?
मैले परिवर्तन गर्ने पास्टर कति आत्मिक भएर मलाई देखाइसक्नु तिमीले परिवर्तन गर्ने हो त्यही मान्छेले परिवर्तन गर्ने हो तपाईँले देखाइसक्नु भयो भने त्यो कारण हो कि होइन हो नि होइन लाज मान्नु पर्दैन हो भन्ने पर्दैन लाज मान्नु त्यही कारणले पुरानो कुराहरूले चाहिँ त्यागेर अब हामी नयाँ कुरातिर चाहिँ अगाडि बढ्नुपर्छ त्यस्ता अल्झाउने त्यस्ता बिल्झाउने कुराहरू छन् भने आज यहीँ छोडेर जानुहोस् हालेलुया यहीँ छोडेर जानुहोस् त्यसैले प्रियहरू यदि हामी हिजोका कुराहरूमा रुमलिएका छौँ भने नयाँ काम परमेश्वरले गर्न लाग्नु भएको हामी थाहा पाउन सक्दैनौँ अन्धो हुन्छ कि नयाँ काम प्रभुले गरेको देख्दैन अन्धो हुन्छ किनभने पुरानै कुराले चाहिँ ऊ चाहिँ रुमलिएको हुन्छ परमेश्वरले तपाईँ र मेरो जीवनमा नयाँ काम गर्न चाहनुहुन्छ तर तपाईँ र म चाहिँ पुराना कुराहरूले गर्दा प्रियहरू त्यो नयाँ कामहरू देख्न सक्दैनौँ र आत्मिक रूपमा हामी अन्धो हुन्छौँ त्यसैले ती कुराहरू छन् भने त्यसले कहिले पनि प्रियहरू तपाईँले सोचेको बेस्ट तपाईँको लागि हुँदैन तपाईँ र मैले सोचेको कुरा तपाईँ र मेरो लागि बेस्ट कहिले हुँदैन परमेश्वरले सोचेको मात्रै हुन्छ हालेलुया त्यसैले प्रभुले सोचेको कुराहरूतिर मन लगाउनुहोस् अब परमेश्वरले भन्नुभएको छ माथिका कुरातिर मन लगाऊ तलका कुरा आफै पुरा हुन्छन् भनेछ हामी तलका कुरातिर मन लगाएर माथिका कुरा वास्तै छैन त्यसैले प्रियहरू तपाईँ र मेरो जीवन नयाँ काम गर्नको लागि हामीले व्यवहार परिवर्तन गर्नु पर्ला बोली परिवर्तन गर्नु पर्ला हाम्रो सोच परिवर्तन गर्नु पर्ला हाम्रो आदत परिवर्तन गर्नु पर्ला क्रिस्चियनको जिब्रो त तातो फलामले डाम्नै पर्ने अवस्था भइसकेको छ के बोल्या होला कस्तो बोल्या होला क्रिस्चियन देखाएको छ चर्चमा वर्शिप गरेर एकदम हुँदा बच्चाले दुःख दिन्छ यसलाई बच्चा हो कि होइन भन्नु त भर्खरै प्रभुको उपस्थितिमा ऊ मग्न छ एकैछिन फेरि कुन आत्माले छोएको होला त्यस्तै बजाएको बोली त्यस्तै छ विश्वासी प्राय बिहान उठ्दाखेरि बोली सुन्नुपर्छ कस्तो कर जिउ खाएको भन्छन् पहिले क्वेसनबाट यहाँ पनि तपाईँहरू पनि भने होला नि कस्तो आज जिउ कर बिहानै उठ्नासाथ त कर खाए पनि प्रभु धन्यवाद आजको दिन दिनुभयो भनेर कर खायो भने दिउँसभरि कर अनि फेरि त्यो कर खाइरहेछ भनेर भने नेपालीको त ढाँचै अर्को हुन्छ कि त्यो मेरो दण्ड नै त्यो काराकुरुकै भइसक्यो बोलीहरू त्यस्तै छ बोलीहरू परिवर्तन गर्नुपर्छ कि अब हामी त नेपालीहरू त के कस्तो उखान टुक्कामा त विश्वास गर्ने मान्छे अब मेरो के अरे एउटा साथी हुनुहुन्छ चुरोट नखा उसले चुरोट खाएको अब धेरै भइसक्यो चुरोट नखा भनेर भन्यो भने मेरा हजुरबाउ त 80 वर्षसम्म बाँच्छ चुरोट खाएको अनि पढ्नुपर्छ हामी मेहनत पढेर हात्ती ठुलो भयो अझ हामी क्रिस्चियन पनि हाँस्छौँ बोली के बोलिरहेको छ हामीलाई पनि थाहा हुँदैन कति र यस्ता बोलीहरू परिवर्तन गर्नुपर्छ कि हाम्रो होइन म तपाईँलाई सिधै भनेको म बिहान उठेर ऐनामा हेरेर म आफैलाई वाह सन्तोष के हाँस्छन् अनि मेरो श्रीमतीलाई मन पर्दैन के ह्यान्डसम छ मेरो श्रीमतीलाई ह्यान्डसम नलाग्ला तर म त प्रभुको स्वरूपमा बने मान्छे हो नि त ह्यान्डसम छु हालेलुया परमेश्वरको स्वरूपमा बने मान्छे कुरूप हुन सक्छ त भने हुँदैन हो अनि के भने त्यो ऐना हेरेर दिदीबहिनी समस्या छ कस्तो बढ्या पेट कस्तो कोहीलाई हाइट चाहिएको छ कोहीलाई तपाईँको चाहिँ कपाल कस्तो चाहियो प्रभुले यो बेस्ट हुन्छ यो चाहिँ राम्रो हो भनेर पठाइसक्नु भएको छ क्या तपाईँले आफैलाई मन नपराउने को तपाईँले बनाएको प्रभुले बनाएको हालेलुया ऐनामा हेरेर ह्यान्डसम छु ब्युटिफुल छु भन्नु न आफैले मन पराएको छैन आफू अनि राम्रो श्रीमान पाउनुहुन्छ त पनि हालेलुया आफैले आफूलाई ऐनामा हेरेर क्या सुन्दरी भनेको हाइट अलिकति लामो भइदियो कस्तो राम्रो अनि त्यो मान्छेले फेरि अनि शाहरुख खान जस्तो बुढा त आफैले
आफूलाई मन पर्दैन। हालेलुया हालेलुया। हामीलाई अरूले जेसुकै भन्नुहोस् हामीलाई के मतलब, हामीलाई प्रभुले हाम्रो उहाँको स्वरूपमा बनाउनु भएको छ, ह्यान्डसम छ। हालेलुया हालेलुया। त्यसैले प्रियहरू बोल्ने कुराहरू, उदाहरणको लागि मैले अघि नै भनिसकेँ, अब्राहमलाई परमेश्वरले कुटुम्ब परिवार सबै कुरा छोड्नलाई भन्नुभयो। उसले एउटा पनि प्रश्न गरेन। उसलाई थाहा थियो मलाई परमेश्वरले नयाँ काम गर्दै हुनुहुन्छ, त्यही कारणले मेरो कुटुम्ब मेरो परिवारलाई छोड्नलाई प्रभुले भन्नुभएको छ। प्रभुले छोड भनेपछि छोडिदिइहाल्नु क्या। अघि मैले एउटा उदाहरण दिएँ त, पत्रुसको उदाहरण। माछा मार्नलाई जाउँ भनेर भन्दाखेरि तपाईँले सिकाउनु पर्छ मलाई भने त भने पत्रुसले येशूलाई भने त ए भएको छैन भने त पत्रुसले भने त के कुरा अरे येशू, म हो बच्चादेखि माछा मार्न सुरु गरेँ, तपाईँलाई आउँछ के कुरा अरे येशू भने त भन्यो जान्ने भयो त। अब यहाँ मोबाइल अलिकति यसो भने तपाईँलाई आउँदैन मलाई आउँछ भनेर सिकाइदिन्छन् मान्छे। येशूलाई अब यो हामी गहिरोतिर जाल हान्न जाउँ भन्दाखेरि पत्रुसले के भने, जाउँ त प्रभु, मैले हान्न चाहिँ हाने हो, एउटा पनि पाइनँ, तर तपाईँले भन्नुहुन्छ भने फेरि जाल हान। हेर्नु त हामी भन्दा उल्टो येशूलाई जापानको नियम थाहा छ येशू तपाईँ, मैले उहाँ कति पढेर आएको येशू के कुराहरू, अनि हामी त्यस्तो भएपछि नयाँ काम देख्छौँ यसबाट। त्यसैले प्रियहरू येशूले भन्ना छ, चाहे त्यो गर्लफ्रेन्ड होस्, चाहे त्यो बोयफ्रेन्ड होस्, चाहे त्यो देश होस्, चाहे त्यो पैसा होस्, कुनै पनि कुरा येशूले छोड भनेर भन्नुहुन्छ भने त्यहाँ परमेश्वरले नयाँ काम गर्दै हुनुहुन्छ। हालेलुया हालेलुया। त्यसैले प्रियहरू तपाईँले प्रभुको नयाँ कामको लागि अगाडि बढ्न चाहनुहुन्छ भने परमेश्वरले छोड भनेको कुराहरू तपाईँले छोडिदिनुहोस्। यद्यपि तपाईँलाई अहिले हेर्दाखेरि यो मेरो लागि बेस्ट छ सोच्नु होला, मेरो लागि राम्रो छ सोच्नु होला, मेरो लागि उत्कृष्ट छ भनेर सोच्नु होला, तर परमेश्वरले छोड भन्नुहुन्छ भने चाहिँ तुरुन्तै छोडिदिनुहोस्, तुरुन्तै छोडिदिनुहोस्। चाहे त्यो जेसुकै होस् जीवनमा, परमेश्वरले तपाईँलाई उन्नति र प्रगति गर्नको लागि पुरानो कुरा छोड भन्नुहुन्छ। फेरि परमेश्वरले पनि बुवामा छोडिदिए यस्तो चाहिँ भन्नुहुन्न नि। फेरि प्रभुले भयो सन्तोष दाइले भने बाउले निकै दुःख दिए बुवाले त्यस्तो हुँदैन नि, त्यस्तो होइन नि। परमेश्वरले नयाँ काम गरेर जे कुरा छोड्नुपर्छ प्रभुले त्यो भनिसकेपछि हामीले त्यो चाहिँ तुरुन्तै छोड्नुपर्छ। प्रियहरू साँच्चीकै भनेको आफ्नो ठाउँ त्यो पुरानो कुरा छोड्दाखेरि प्रभुले नयाँ काम चाहिँ गर्नुपर्छ। हामीले पुरानो घर छोड्थ्यौँ, प्रभुले नयाँ घर जुटाइदिनु भयो। हामीले पुरानो चर्च छोड्थ्यौँ, प्रभुले नयाँ चर्च जुटाइदिनु भयो। हाम्रो तालिम, मैले त्यो साथीहरू जो साथीहरूसँग मिलेर तालिम अहिले गरिरहेको छु, त्यो तालिममा पनि त्यही हो, हाम्रो कुराकानी नै भएको थिएन। पहिलाको चर्च छोडेर म अब यो चर्च स्थापना गरेर अगाडि बढिरहेको थिएँ। अहिले प्रभुले कति नयाँ ठाउँ खोल्नु भएको छ। यदि मैले त्यही पुरानो चर्चमा बसेँ भने त्यो उहाँ गुरुबाको झोला बोकेर झोले भएर हिँड्नु। अब अहिले चर्चको पास्टर भएको छु, अरू चर्चहरू स्थापना गरेको छु, अरू मानिसहरूलाई चाहिँ त्यसले कतिचोटि हाम्रो लागि यो खराब होला भनेको चाहिँ परमेश्वरले यदि नयाँ काम गरेर पुरानो कुराहरू छोडेर तपाईँलाई अगाडि प्रभुले ती सबै कुराहरू चाहिँ फिर्ता दिनुहुन्छ क्या। तपाईँले अवश्य नै अचम्मको काम गर्नुहुन्छ। तपाईँलाई थाहा छ कि थाहा छैन, जोसेफ प्रिन्स भने अहिले वर्ल्ड वाइड फेमस हुनुहुन्छ उहाँ प्रचारक जोसेफ प्रिन्स लाई परमेश्वरले अब यो चर्च तैँले लिड गर्नुपर्छ भनेर परमेश्वरले भन्नुभयो। अहिलेको जुन न्यू क्रिएसन चर्च, उहाँको पास्टरले उसलाई जिम्मा दिँदाखेरि थोरै थियो। अब अहिले हेर्नु त 75,000 कति मान्छे। फिलिपिन्समा एकजना पास्टर हुनुहुन्छ जसको नाम चाहिँ पिटर टान्जी। उहाँ चर्चमा वचन बोल्दाखेरि उसको छोरीको बलात्कार भयो। म वचन बोल्दा बोल्दै परमेश्वरले मेरो छोरीलाई बलात्कार कसरी हुन दिनुभयो भनेर सेवागाई नै छोडेर म सेवागाई नै गर्दिनँ। अनि सेवागाई नै नगरेपछि उनको चर्चमा चाहिँ फेरि धनी मान्छे मात्रै आउनु मिल्ने, गरिब आउन नमिल्ने, गाडी भएको मान्छे छिर्न नमिल्ने। अनि परमेश्वरले किन त मसँग रिसाएको,
किन म वचन बोल्दाखेरि बलात्कार गर्ने शत्रुहरूले मलाई मेरो के अरे छोरीलाई, अनि तैँले मेरो गरिब विश्वासीलाई बलात्कार गरे, तैँले आउन नदिएको नि, त्यो बलात्कार होइन भनेर प्रभुले भनेपछि, होइन प्रभु मलाई क्षमा दिनुहोस्, मैले त गलत गरेको छु भनेर बलात्कार गर्ने मानिसहरूलाई पुलिसले समाउँदाखेरि ऊ गएर झ्यालखानामा क्षमा दियो, रुँदै मेरो छोरीलाई बलात्कार गरे पनि म तिमीलाई आजको दिनदेखि क्षमा दिन चाहन्छु। त्यो चर्च 5,000बाट अहिले 75,000 बन्छ। 75,000। हेर्नु त, छोरीलाई बलात्कार गरे म केही पनि गर्न सक्यो भने त्यो बस्यो अरे 75,000। त्यहाँ म गएको छु त्यो चर्चमा, त्यो चर्च मल जस्तो छ, सिसिएफ भनेर सर्च गर्नु, मल जस्तो छ। पिटर टान्जी उहाँको नाम। उहाँको चर्चमा एकचोटि चर्च छुट्टिँदाखेरि सरकारले नै विशेष प्रकारको ट्राफिक पठाउँछ। ट्राफिक जाम भएर त्यो ठाउँमा एकदमै गाह्रो हुन्छ ट्राफिक उयोमा। अहिले 75,000 भएको छ। हेर्नु त, जब हामी पुरानो कुरा त्याग्छौँ नि, परमेश्वर अवश्य नयाँ काम गर्नुहुन्छ, अवश्य नयाँ काम गर्नुहुन्छ। अब तपाईँ र म चाहिँ पुरानै कुराहरूमा खुसी भएर बसेका छौँ भने नयाँ कुराको आशा नगर्नु। तपाईँलाई थाहा छ, चिलको बच्चा पाइसकेपछि 6 महिनापछि हो कि कति महिनापछि चिलको बाउले या आमाले जुन गुणमा उसको बच्चा राखेको हुन्छ नि, गुण भत्काइदिन्छ त्यो बच्चा। अनि गुण किन भत्काउँछ भने चिल चाहिँ बच्चा चाहिँ त्यो गुणमा बसेर उडिसक्नु पर्ने नउडिकन अल्छी भएको कारण गुण भत्काइदिन्छन् बाउ आमाले। अनि जब त्यो गुण भत्केर चिल खस्छ नि त्यहाँबाट, त्यति बेला मात्रै छोराछोरीले थाहा पाउँछन्, ए म त उड्नको लागि बनेर छु, बस्नको लागि होइन भनेर त्यति बेला थाहा पाउँछ। अनि जब हाम्रो पुरानो कुरा भत्किन्छ नि, परमेश्वरले नयाँ काम गर्नुहुन्छ। हालेलुया। त्यसैले जब हाम्रो पुरानो कुराहरू भत्केर जाँदाखेरि निराश नहुनुहोस्, हताश नहुनुहोस्, तपाईँको जीवनमा परमेश्वरले नयाँ काम गर्दै हुनुहुन्छ। हालेलुया। तपाईँ काम गर्दै हुनुहुन्छ कुनै ठाउँमा, तपाईँलाई आराम छ होइन, समयमा गए पनि हुन्छ, नगए पनि हुन्छ, पैसा पनि ठिकै छ, त्यसमै रमाउनुहुन्छ भने रमाइराख्नुहोस्। तर त्यो काम फुत्किएको बेलामा, त्यो काम तपाईँले गुमाएको बेलामा निराश भएर ल अब सक्यो, होइन, परमेश्वरले नयाँ काम दिनको लागि तपाईँलाई त्यो कामबाट निकाल्नु भयो। हालेलुया, हालेलुया। त्यसैले परमेश्वरले नयाँ काम गर्नको लागि पुरानो कुरा जहिले पनि भत्काउनुहुन्छ, जहिले पनि भत्काउनुहुन्छ। अनि प्रियहरू, हामी चाहिँ त्यही बोली, त्यही व्यवहार र त्यही आदत गरेर परमेश्वरको नयाँ काम हाम्रो जीवनमा प्रभुले गर्नु। त्यसले नयाँ घर बनाउनको लागि पहिला पुरानो घर भत्काउनुपर्छ, अनि नयाँ घर बन्छ। अनि पुरानो घर भत्काउँदाखेरि भन्छ नि, ओहो मेरो नातिको सम्झना छ यो घरमा, मेरो बुढाको सम्झना छ। अब थोचो घरमा बसिरहेको त उसले सम्झना छ भने बसिरहेको, माटोको घरमा राखिरह, माटोको घरमा बसिरह। परमेश्वरले सिमेन्टको घर जुटाउनको लागि माटोको घर भत्काउनै पर्छ। हालेलुया। एउटा त्यो बेला भावनामा नडुब्नु क्या। धेरै नेपालीहरू भावना, मेरो बुढाको सम्झना छ भनेर पुरानो थोत्रो जुत्ता राखेर के अझ तपाईँहरू पनि हाम्रो पनि बानी हुन्छ नि, यो सर्ट मलाई कसैको सम्झना दिलाउँछ भनेर सर्ट पुरानो कलर उडिसक्यो, त्यो सर्ट लाउँदाखेरि गङ्ग्रेर देखिन्छ, अनि उयो सम्झना छ लगाइराख्नुहोस्। अब के भन्ने यति के भन्ने, अब के अरे एउटा भनाइ छ नि, के अब त्यो भन्न त नमिल्ने हो, के अरे पहिरोबाट हाम फाल्ने के गोरुलाई के भन्न सकिँदैन भने काठ होइन, काठ फाल्नु सकिँदैन भने काठ नफाल्ने हाम फाल्नु। त्यसले सम्झना छ, भावनामा डुबेर यता पुरानो तपाईँको मोबाइल भइसक्यो, फुटेर चाङ्ना चुङ्गो भइसक्यो, दुःखमै फुटेको मोबाइल चलाइराख्नुहोस्, अनि भाग्य पनि फुट्छ, अनि यता पनि फुट्छ, उता पनि फुट्छ। त्यसले भावना, नेपालमा धेरैचोटि छोराछोरीलाई प्रगति गर्न नदिने परिस्थिति अवस्थाले होइन, आमाले हो। आमा यता ठोके पनि ठोकिसक्यो, एउटा मात्रै छोरो,
अनि त्यो छोरोले प्रगति गर्छ त भने यता ठोके पनि दुनी उता पनि मन दुख्ने यता पनि हाम्रो छोरालाई विदेश पठाउन गाह्रो भएको छ मेरो श्रीमती के गरे खान्छ मुसेर खान्छ के अब 23 वर्षको छोराले के गरेर खान्छ मुसेर धेरैचोटि प्रगति गर्न नदिनु पनि कुराले पनि त्यसले म चाहिँ दुःख भोगोस् होइन तपाईँको चाहिँ फेस गर्न सकोस् परिस्थिति अवस्था मेरो श्रीमती चाहिँ अब के गरेर खान्छ कता अब सङ्गतिमा गइरहेको छ अब कतिचोटि हामी के अरे सेवागाई गर्न कहाँ पुग्छौँ बेलुका भात खाइन्छ भने खान्छ त यार फ्रिजमा छ खानेकुरा हजुरआमा घरमा छन् चामल छ पकाएर खान्छ पकाएर नपकाए काँचै खान्छ खाने त खान्छ नि हालेलुया यस्ता ती थोत्रा कुराहरूतिर अनि कसरी अब नयाँ काम हुन्छ क्या अनि भोलि उसले बिहे गर्ने केटीसँग कसरी बोल्ला भात खाने नआउने मान्छे भातै खान नआउने मान्छे त्यसैले प्रियहरू कतिचोटि यस्ता यी खान्ने कुराहरू यस्तै अल्झाउने कुराहरूलाई चाहिँ हामीले पन्छाइदिनुपर्छ क्या किनभने प्रभुले नयाँ काम गर्न चाहन्छ हालेलुया हालेलुया कतिले भन्छ नि जापान जस्तो देशमा आइसक्यो घरको स्वादै नभए घरमै बस न हो कि होइन यहाँ प्रगति गर्न आएको हो नि त नयाँ ठाउँमा नयाँ प्रविधि यहाँ त नयाँ कुराहरू हाम्रो त कस्तो थियो नि त हामी त यस्तो सर्छ भाइ यहाँ आइसकेपछि नि घरकै याद छ क्या अनि कसरी प्रगति हुन्छ भने क्या काम गर्ने बेलामा घरको याद आयो भने रोएर बस्यो अनि कताबाट हुन्छ क्या त्यो मान्छेको प्रगति घरको याद आमाको याद बाउको याद मान्छेले कतिले भन्छ नि चित्त नदुख्या मान्छेले ठुलो काम गर्नै सक्दैन जसको धेरै चित्त दुख्या हुन्छ नि त्यसले ठुलो काम गर्छ जयमसी फर्काएन पास्टरले बिचरा पास्टर टोयलेटबाट निक्लियो होला अब त्यही बेला तपाईँले जयमसी गर्नुभयो होला अब पिसाब हाततिर लगाइरह्यो होला हात जोड्नलाई गाह्रो भइरह्यो होला नि त होइन हात धोएपछि जयमसी मलाई पास्टरले जयमसी नै फर्काएन म त्यो चर्चमै जान्न नजाऊ तिमी त्यहाँ जयमसी फर्काएन भने नि चित्त दुख्ने जो के अरे तपाईँको आज कस्तो छ भनेर भन्दाखेरि चित्त दुख्ने त्यहाँ त मान्छेले के प्रगति गर्ने चर्चमा हाम्रा छन् जयमसी फर्काएन भने चित्त दुख्यो भनेर अस्ति मेरो श्रीमतीलाई त्यहाँ त विश्वासीले आउनु नदियो भने के आउनु के चित्त दुख्ने अब के अरे मैले अब मेरो श्रीमतीलाई देखेर ओठ लेप्राएको होला पास्टरले त ओठ लेप्रायो म जान्न त्यो ल अब त्यहाँ त विश्वासी आएर के गर त्यो अलिकति हुनासाथ चित्त दुखिहाल्ने चित्त भन्ने कुरा कहाँ छ मलाई थाहा छैन मैले भेटाएँ भने चाहिँ त्यसलाई खतरै तरिकाले हालेलुया चित्त त्यस्ता सानो सानो कुराहरूमा चित्त दुखाएर बसेर हुन्छ पास्टरको आफ्नै टेन्सन हुन्छ कतिचोटि त्यो नफर्काएको आफ्नै कारणले कता सोचिरहनु भएको होला त्यतातिर पो जानुपर्छ पास्टरले जयमसी फर्काएन पास्टरले सोधेन भनेर अनि चर्च आउनु छोड्ने अब त्यो त चर्च आउनु नआउनु भनेको त पछि के अरे पछि आफै हट्नु हो नि त्यस्ता कुराहरूतिर ध्यान दिएर त्यस्ता पुराना कुराहरूतिर अब मेरो श्रीमती अहिले पनि कतिचोटि कुराहरू चाहिँ म सुत्केरी भयो भने मलाई खाङ नओढाइदिए भन्छ खानु भए पनि ओढ्यौ त प्रभु जाडोमा त्यत्तिकै बसिनौ तपाईँले यस्तो गर्नु भएको पहिला कुरा याद गरेर भन्ने क्या तपाईँ श्रीमतीहरू भएपछि पुरानो कुरा नहुनु बुढाको भात पुरानो कुरा गइसक्यो छोरा मान्छेलाई अब यहाँ छोरा मान्छेहरू पुरानो कुरा निकालेपछि छोरा मान्छेलाई रिस उठ्ने जति अरू कुराले रिस उठ्छ म अनुभव गरेको कुरा नगर्नु क्या त्यस्ता पुरानो कुराहरू गरेर अनि अब कति 10 वर्ष भइसक्यो अब कति गइसक्यो अब हाम्रो बिहे गरेकै 30 वर्ष हुन लागिसक्यो अनि 20 वर्ष अगाडि तिमीले मलाई यस्तो गर्यो अनि बुढालाई दिनु मन लाग्दैन बुढीलाई झन् कति माया गरेर होइन कस्तो वास्ता गरेर कति गरे हुन्छ अनि त्यस्तो पुरानो कुरा चाहिँ नगर्नु क्या पुरानो कुराले चाहिँ जहिले पनि झगडा ल्याउँछ अनि प्रियहरू यहाँ पनि त्यही छ कि हामी प्रियहरू नयाँ भइसकेका नयाँ कामको लागि
हामी तयारी भइसकेका छौँ। त्यसले रोमी 6:4 यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनु भयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। हालेलुया। नयाँ काम, नयाँ मार्गमा। त्यस्ता पुराना कुराहरू त्याग्ने, बिहान उठ्न साथ जुरुक्क उठेर प्रभु धन्यवाद, आज बिहान मलाई यो जीवन दिनुभयो, यो नयाँ जीवन दिनुभएको छ, आज फेरि मलाई प्रगति गर्ने दिन दिनुभएको छ, प्रभु धन्यवाद। त्यसरी पो सुरु हुनुपर्छ। हिजो बेलुका सुत्नलाई गाह्रो भएको थियो, आज कर खान्छ भनेपछि दिउँसभरि करले खान्छ। त्यसैले हामी परमेश्वरको नयाँ काम गर्नको लागि सृष्टि गरिएका उहाँका हातका सिपहरू हुन्। हालेलुया। त्यसैले नयाँ काम गर्नुपर्छ, पुरानो कुराहरूमा अल्मलिने होइन। नयाँ काममा अगाडि बढ्नको लागि प्रभुले हामीलाई सृष्टि गर्नु भएको छ, पुरानो कुराहरूमा अल्झिनको लागि होइन। एफिसी 4:22-24 छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अघिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। हालेलुया। पुरानो स्वभाव त्याग। अब अहिले पनि पुरानो कुरा हामीले लिएर हिँडिरहेका छौँ, पुरानो स्वभाव बोकिरहेका छौँ भने प्रियहरू परमेश्वरको नयाँ काम हुँदैन। त्यसैले हामी चर्चमा आउँदाखेरि कपाल लर्काएर, नयाँ लुगा लाएर, लिपस्टिक लाएर, लिपस्टिक लाउनु राम्रो है, फेरि नराम्रो, मेकअप गर्नु राम्रो हो। चर्च आउँदाखेरि सुन्दर भएर जानुपर्छ। बोयफ्रेन्ड भेट्नुलाई त कति सिँगार गरेर, बोयफ्रेन्ड हुन माथि हाम्रो परमेश्वर। हालेलुया। उहाँलाई भेट्न आउँदाखेरि झन् सुन्दर बनेर आउनुपर्छ। अनि आफ्नो भित्री वर्तावमा नयाँ हो, भित्री वर्तावमा नयाँ भयौँ र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण अनि पो परमेश्वरले शक्तिशाली काम गर्नुहुन्छ। पुरानै कुरा बोक्या छ, पुरानै कुरा बोल्या छ, पुरानै व्यवहार छ, पुरानै चुरोट खाएको छ, पुरानै सुर्तिया च्याप्या छ, प्रभुले मलाई विजय दिनुहुन्छ, दिनुहुन्न। पुरानो कुरा बोकेर दिनुहुन्न प्रभुले। के आफैले आफूलाई झुट कुरा बोलेर बसेको? सत्य कुरा बोल्नु हुँदैन प्रभु मेरो जीवनमा, किनभने म पुरानै कुराहरूको रूपमा लिइराखेको छु भने। जब हामी नयाँ वर्ताव, हाम्रो भित्री वर्ताव, पहिलाको ढाँचाहरूलाई छोडेर, पहिलाका पुराना कुराहरूलाई त्यागेर जब हामी अगाडि बढ्छौँ, परमेश्वरले तपाईँ र मेरो जीवनमा नयाँ काम गर्नुहुन्छ, तपाईँ र मेरो परिवारमा नयाँ काम गर्नुहुन्छ, तपाईँ र मेरो काममा नयाँ काम गर्नुहुन्छ, तपाईँ र मेरो भविष्यमा नयाँ काम गर्नुहुन्छ। होइन पुरानै कुरामा तपाईँ रमाइरहनु भएको छ भने आशा नगर्नु होला, प्रभुको नयाँ काम छ, हुँदैन नयाँ काम। त्यसैले प्रियहरू, एफिसी 4:22-24 भइहाल्यो। हामी पुरानो स्वभाव र ढाँचामा छौँ भने जेसुकै गर्नुहोस्, परमेश्वरले हाम्रो जीवनमा, परिवारमा, मण्डलीमा नयाँ काम गर्न सक्नुहुन्न। त्यसैले प्रियहरू, नयाँ काम हुनको लागि हामी पनि नयाँ हुँदै जानुपर्छ, पुरानो कुरा त्याग्दै जानुपर्छ। अनि प्रियहरू, धेरैले भन्छ नि मैले उहाँले एकदम गहिरो रूपमा चिनेको छु भनेर भन्छ नि, वास्तवमा कसैले चिनेकै हुँदैन। आफूले जति आफूलाई कसैले चिनेकै हुँदैन। अनि के कमजोरी, के त्याग्नुपर्छ, आज बिहान मैले यहाँ अगमबाणी बोलेर नि हुँदैन। तपाईँलाई नै थाहा छ, मलाई नै थाहा छ मेरो कमजोरी। मेरो श्रीमती, हामी 30 वर्ष भइसक्यो, मैले बुढाले निकै चिनेको छु, छैन चिने। मैले पनि मेरो श्रीमतीलाई चिनाएको, किनभने उसको कुरा उसलाई नै थाहा छ, मेरो कुरा मलाई नै थाहा छ। मैले के परिवर्तन गर्नुपर्छ र म परिवर्तन भएर मेरो श्रीमतीलाई फाइदा हुँदैन र ऊ परिवर्तन भएर मलाई फाइदा हुन्छ, उसकै जीवनमा फाइदा हुन्छ, मेरै जीवनमा म परिवर्तन भएर मेरै जीवनमा फाइदा हुन्छ। त्यसले प्रियहरू, तपाईँले यो प्रभुको नयाँ काम गर्नको लागि सुपरस्टार हुनु पर्दैन। बुझ्नुभयो कि भएन? बाइबलमा परमेश्वरले जति पनि नयाँ काम गर्नुभएको छ नि, ती मानिसहरू तपाईँ र म जस्तै हो। एलिया तपाईँ र म जस्तै हो, पत्रुस तपाईँ र म जस्तै हो, मोसा तपाईँ र म जस्तै हो। भगवती हजुर यहाँ त अघि नै गाउँदाखेरि म त लड्ला जस्तो भयो, खतरा आएको भयो। त्यस्तो मोसाभन्दा खतरा मान्छे मोसा भगवती त थाहा छ कि थाहा, तर पनि उसको जीवनमा नयाँ काम प्रभुले के गर्नुभयो? ती सबै राजदरबारका सबै पुराना कुराहरू त्यो मरुभूमिमा उसले खालिदियो, अनि परमेश्वरले नयाँ काम गर्नु।
अनि हामी चाहिँ पुरानो कुरा बोकेर अनि जति उफ्रियो नि उयो हाम्रो जेएनजीको आन्दोलन गएको थियो त्योभन्दा अरू केही पनि होइन। अनि प्रियहरू, सदुकी र फरिसी धर्म कर्म गर्नमा कति खतरा थिए, तर उनीहरूको जीवनमा कहिले नयाँ काम भएको, किनभने उनीहरू पुरानो कुराहरू बोकेर हिँडिरहे। त्यसले उनीहरूले नयाँ ख्रिस्टलाई चिन्न सकेनन्। त्यसले ख्रिस्टलाई उनीहरूले अहिले पनि यहुदीहरू येशू कहिले आउँछन् भनेर पुरेर भयो, येशू आएर गइसक्नु जिल्ला के भन्ने के आएर गइसक्नु भयो, अझै आउनुहुन्छ यसो अब आएको अब त अर्कोचोटि तरबार बोकेर आउनु अर्कोचोटि आउँदाखेरि थोमा भएर आउने होइन, परमेश्वर राजा भएर आउने हो, न्याय गर्न आउने हो। त्यो बेलामा छर्लङ्ग भनेर के हो। त्यसले प्रियहरू, परमेश्वरले हाम्रो जीवनमा काम गर्नको लागि हाम्रो पुरानो कुराहरू त्याग्नुपर्छ। जसरी अब्राहमले आफ्नो पुरानो कुटुम्ब त्यागे, आफ्नो घर घराना त्यागे, मोसाले आफ्नो राजदरबार त्यागेर मरुभूमिमा गए। सबैले केही न केही त्यागेका छन्, पुरानो कुराहरू छोडेका छन्। त्यही कारणले त परमेश्वरले उनीहरूको जीवनमा आश्चर्यको काम गर्नु। उनीहरू हामी जस्तै साधारण मानिसहरू, तपाईँ र म जस्तै डराउने। एलिया तपाईँले त्यो एक दिन अगाडि त्यत्रो उहाँ 400 जना झुटा अगमवक्तालाई मारेको मान्छे एउटा रानीको तँलाई म मार्छु भन्दाखेरि भायो कि भाएन? एलिया साधारण मानिस, तर उसले पुरानो कुरा त्यागेको कारण परमेश्वरले अचम्मको काम गर्नुभयो। र म यही भन्न चाहन्छु के तपाईँ पनि प्रियहरू नयाँ काम देख्न चाहनुहुन्छ भने तपाईँलाई थाहा छ तपाईँले के त्याग्नुपर्छ, मलाई थाहा छ मैले के त्याग्नुपर्छ। त्यसैले प्रियहरू, परमेश्वरले गिदियोनलाई परमेश्वरको एउटा शक्तिशाली योद्धा बनायो। यो न्यायकर्ता 6:11 देखि 16सम्म छ, मलाई लाग्छ छ होला त्यहाँ। प्रियहरू, गिदियोन एउटा डरपोक एउटा किसान थियो, तर उसलाई परमेश्वरले शक्तिशाली योद्धा बनाउनको लागि उसले आफ्नो किसान पेसा छोड्यो। त्यसले बाइबलमा मानिसहरूले धेरै कुराहरू छोडेका छन्, किनभने परमेश्वरको काम उनीहरूको जीवनबाट देखिनको लागि। प्रियहरू, गिदियोन एकदम डरपोक थियो, डराउने मानिस थियो, एउटा किसान थियो, तर परमेश्वरले गिदियोनलाई शक्तिशाली योद्धा भनेर बोलाउनु भयो। किनभने परमेश्वर जब तपाईँ र मेरो जीवनमा हामीले पुरानो कुरा छोड्छौँ नि, परमेश्वरले तपाईँ र म भित्र भएको शक्तिशाली कुराहरू देख्नु सुरु गर्नुहुन्छ। जसरी गिदियोनको जीवनमा परमेश्वरले देख्न सुरु गर्नुभयो। त्यसैले परमेश्वरले गिदियोनलाई बोलाउँदाखेरि ए डरपोक, ए किसान भनेर बोलाउनु भएन, ए साहसी योद्धा अनि परमेश्वरले देख्न सुरु गर्नुहुन्छ। अनि प्रियहरू, तपाईँ मेरो जीवनमा पनि परमेश्वरले त्यो शक्ति देख्नको लागि, तपाईँ के हुन सक्नुहुन्छ त्यो देख्नको लागि प्रियहरू तपाईँ र मैले पनि पुरानो कुराहरू छोड्नुपर्छ। त्यसले प्रियहरू, तपाईँले विगतको कुरा परिवर्तन गर्न सक्नुहुन्न, तर भविष्य परिवर्तन गर्न सक्नुहुन्छ। अब विगत जति नै छाती पिटेर रुनुहोस्, जति नै जे गर्नुहोस्, विगतको कुरा अब परिवर्तन हुँदैन, तर भविष्य चाहिँ परिवर्तन गर्न सक्नुहुन्छ। अनि परमेश्वरले तपाईँ र म जब पुरानो कुराहरू त्यागेर नयाँ भएर हामी अगाडि बढ्छौँ, अनि परमेश्वरले तपाईँ र म भित्र त्यो शक्ति देख्न सुरु गर्नुहुन्छ। हालेलुया, हालेलुया। त्यसले धेरै विश्वासीहरू परमेश्वरले दुष्ट शैतानमाथि अधिकार दिइसक्नु भयो, विजय दिइसक्नु भयो, तर शैतान लायो भने भाग्छन् कतिजना। अस्ति एउटा चर्चमा गएको बहिनी गर्न थाल्यो, सबै विश्वास त बाहिर, म एक्लै भित्र, म र त्यो बहिनी मात्र। किन भयो भन्दाखेरि हामीलाई अलिक डर लाग्छ। पास्टर त टोयलेटमा, त्यो बहिनी उफ्रिन थालेपछि एकछिन है भाइ म टोयलेट जान्छु भनेर गयो। किन डराउने हामी शैतानसँग? शैतानमाथि त प्रभुले हामीलाई अधिकार दिइसक्नु भयो। अनि त्यही पुराना कुराहरू बोकेर हिँडेका मानिस मात्रै डराउँछ। शैतानदेखि हामी डराउनु पर्ने, शैतान के अरे हामी देखेर शैतान डराउनु पर्ने, शैतान देखेर हामी डराएका छौँ। एक दिन एउटा पास्टर ठ्याक्कै जोकी याद आइहाल्यो फेरि। एकजना पास्टर राति 12 बजे विश्वासी लौ न पास्टर हो, मेरो छोरीलाई भूत लाग्यो, तपाईँ आउनुहोस् न। अनि पास्टर जानुभएको छ राति
गइसकेर प्रार्थना गर्दाखेरि त भूत निक्लिँदैन 5 बजिसक्यो बिहान प्रार्थना गर्दा गर्दा भूत निक्लिन भनेर भन्दा निक्लिन्न मात्रै भन्छ। पास्टरलाई पुरै रिस उठेछ। पास्टरले भन्नुभएछ ओइ भूत त स्वदेशी होस् कि विदेशी भूत बोल्दै बोल्दैन त विदेशी होस् भने भिसा देहा स्वदेशी होस् भने नागरिकता देहा बोल्दै बोल्दैन रे भूत त। अनि त निक्लिन्छस् कि निक्लिँदैनस्? बिहान 5-6 बजी म निक्लिन्न। ननिक्लिने भने ननिक्लि, म आफै निक्लेर जान्छु। त्यसले प्रियहरू जो चाहिँ पुरानो कुरा बोकेर हिँड्या हुन्छ नि उनीहरूलाई शैतानले समाउँछ। त्यसले अब शैतानलाई भूतले समाउने भनेपछि कस्तो हो त्यो विश्वास? त्यसले हामी भित्र परमेश्वरले नयाँ काम गर्नुहुन्छ त्यस्ता पुराना कुराहरूलाई हामीले त्याग्यौँ भने हामी भित्र भएको शक्तिशाली कुरा परमेश्वरले देख्नुहुन्छ। हालेलुया। जसरी गिदियोनको जीवनमा देख्नुभयो। अनि प्रियहरू पहिलो कुरा हामी गिदियोन जस्तै हुनको लागि यदि नयाँ काम देख्न चाहन्छौँ भने हाम्रो जीवनमा चाहिँ प्रियहरू परमेश्वरले सधैँ हामी भित्र उत्कृष्ट कुरा देख्नुहुन्छ। जहिले पनि उत्कृष्ट कुरा यदि हामीले पुरानो कुरा त्यागेका छौँ भने। अर्को कुरा प्रियहरू गिदियोनले चाहिँ बाल देवताको मूर्तिलाई भत्काइदिएको छ। उनले जुन ईश्वरलाई पुज्थ्यो त्यसलाई चाहिँ त्यागिदिएको छ। त्यसपछि चाहिँ गिदियोन साहसी योद्धा भएको छ। जबसम्म उसले मूर्तिहरूलाई पुजिराख्यो, जबसम्म त्यो के अरे बाल देवताहरूलाई पुज्यो, ऊ कमजोर दुर्बल डर छेरुवा थियो। जब उसले त्यो कुराहरू भत्काइदियो अनि परमेश्वरले उसलाई साहसी बनाउनु भयो। अनि प्रियहरू तपाईँ र म पनि त्यही पुराना देवता त नमान्नु होला तर भित्र मूर्तिहरू बोकेर हिँड्नु भएको छ भने ती मूर्तिहरूलाई आज भत्काइदिनुहोस् र उसले नयाँ काम गर्न चाहनुहुन्छ। अनि त्यो मूर्ति मोबाइल पनि हुनसक्छ है। त्यो मूर्ति मोबाइल नै हुनसक्छ। बिहान उठेर मोबाइल खाटबाट तल खसेको होस् त मुटुले ठाउँ छोड्छ। कता गयो कता भने मूर्ति मोबाइल पनि हुनसक्छ। तपाईँले मोबाइललाई कन्ट्रोल गर्ने हो, मोबाइलले तपाईँलाई कन्ट्रोल गर्ने हो। पैसालाई तपाईँले कन्ट्रोल गर्ने हो, पैसाले तपाईँलाई कन्ट्रोल गर्ने होइन। जब तपाईँलाई केही कुराले कन्ट्रोल गर्छ नि भनेको तपाईँ पुरानो कुरा बोकेर हिँडिरहनु भएको छ। त्यसैले प्रिय जसरी गिदियोनलाई परमेश्वरले साहसी नयाँ काम गर्नको लागि परमेश्वरले उसलाई चुन्नु भयो, हामीलाई पनि परमेश्वरले पुरानो कुरा त्यागिसकेपछि साहसी शक्तिशाली काम गर्नको लागि चुन्नुहुन्छ। हालेलुया। हामीलाई के त तपाईँले प्रार्थना गर्दाखेरि क्यान्सर रोग लाग्ने मान्छे निक्लिनु सक्छ र उसले नयाँ काम। प्रियहरू म आजभन्दा 22 वर्ष अगाडि फिलिपिन्समा गएँ पढ्नको लागि 9 महिना तालिम। अनि त्यो तालिम गर्दाखेरि ब्रेकमा चाहिँ हामीलाई सेवाकाई गर्नलाई अरूलाई त होइन, अब म र एकजना युगान्डाको साथी थियो, हामीलाई चाहिँ सेवाकाई गर्न लिएर जान्थ्यो। अरू सबै घर जान्थ्यो, हामीलाई चाहिँ सेवाकाई गर्न लिएर जान्थ्यो। अनि त्यो मनिलाबाट हामीलाई बाग्यो भन्ने सिटीमा लिएर जानुभयो, जुन चाहिँ 6 घन्टा त्यहाँबाट गाडी चढेर। अनि त्यहाँ एकजना अगुवाको दिदीलाई चाहिँ हस्पिटलमा प्याङ्क्रियाटमा चाहिँ अपरेसन गर्नलाई रेडी गरेर राखेको रहेछ। अनि त्यसपछि हामीलाई लिएर जानुभयो उहाँ गुरुबाले। अनि मेरो दिदीको लागि प्रार्थना गरिदिनु भन्नुभयो। अनि हामीले प्रार्थना गरिदियौँ अनि हामी फर्केर आयौँ। अनि डक्टर 1 घन्टापछि अपरेसन गर्न जाँदाखेरि उनले भिडियो एक्सरे गर्दाखेरि जुन कुरा अपरेसन गर्नलाई प्याङ्क्रियाटमा रेडी तयारी हुनुहुन्थ्यो उहाँहरू, त्यो मासुको डल्लै हराएछ। अनि त्यसपछि को आएको थियो यहाँ 1 घन्टा अगाडि, को आएर के गर्यो, यो मासुको डल्लै हरायो, डक्टरै चल्थ्यो। अनि हामीलाई बोलाउनु पठाउनु भयो। अनि हामी जाँदाखेरि यो हामीले गरेको होइन, यो परमेश्वरले गर्नुभयो। अनि प्रियहरू हामी एकदमै गरिबको घरमा बसेका थियौँ। त्यसपछि त त्यो चर्चको सबैभन्दा धनीको घरमा लगाएर राखे हामीलाई। हामी त कहिले BMW-मा, कहिले तपाईँको चाहिँ के अरे जाकोर भन्ने गाडीमा, कहिले के कस्तो गाडीमा चढ्यो। हेर्नु त हामी जस्तो मान्छे परमेश्वरले जब हाम्रो जीवनमा परमेश्वरले नयाँ काम गर्नुहुन्छ नि, अनि प्रियहरू हामीले सोच्दै नसोचेको अचम्मको ढोका परमेश्वरले खोल्न सुरु गर्नुहुन्छ।
अस्ति फेरि 2012मा हामी जाँदाखेरि मैले त्यो दिदीलाई भेटेको थिएँ। अहिले पनि जिउँदै हुनुहुन्छ त्यो दिदी, निको हुनुभयो दिदी। अपरेसन गर्नु पर्यो भनेर सोध्दाखेरि अपरेसन गर्नु परेन, अहिलेसम्म त्यो गाँठो हराएको हराइ छैन। प्रभु प्रियहरू, जब हामी पुरानो कुराहरू त्याग्छौँ, फिलिपिन्समा अहिले पनि मलाई कति साथीहरूले सम्झना गर्छन्, जेहोवा विटनेससँग भनाभन पर्यो। अङ्ग्रेजीमा के दियो लास्टमा 7 जना थिए, 5 जनाले त होइन हामी गलत बाटोमा रहेछौँ, हामी येशूलाई ग्रहण गर्छौँ भनेर ग्रहण गरे। ग्रहण गरेको पार्कमा ग्रहण गरेको 5 जना पवित्र आत्माले छोएर भार्लङ गुर्लुङ लडे। अनि त त्यहाँ त 20-60 जना जति मान्छे दौडेर आयो। अनि के गर्यो अब एउटा कालो न कालो थियो, म त्यस्तै कालो थिएँ त्यति क्या हो भन्ने छन् क्या उनीहरूले 5 जना लड्दाखेरि। अनि उनीहरू नै फेरि पछि पवित्र आत्माले गरेपछि उनीहरू उठेर उनीहरूले नै भने हामीलाई पवित्र आत्माले छोड्यो। त्यहाँ 60 जनामा 20 जनाले प्रभुलाई ग्रहण गरे, उनीहरूले नै प्रचार गरे। हेर्नु त, जब हामी परमेश्वरलाई कायम गर्न दिन्छौँ नि, पुरानो कुराहरू त्याग्छौँ नि, तपाईँ र मैले नसोचेको त्यही त प्रभुले भन्नुभएको छ नि, तिमीहरूको हृदयमा नपसेको, आँखाले नदेखेको, मनले नजानेको कुरा चाहिँ उहाँलाई प्रेम गर्नेहरूको लागि परमेश्वरले तयार गरेर राख्नु भएको छ। अनि त्यो त्यति बेला मात्रै सम्भव हुन्छ जब तपाईँ म पुरानो कुरा त्याग्छौँ अनि परमेश्वरले नयाँ काम गर्न सक्नुहुन्छ। त्यसले आफूलाई कमजोर नसम्झिनुहोस्। जहिले पनि प्रार्थना गर्दै प्रभु म पापी, म अधर्मी भनेर प्रार्थना नगर्नुहोस्। प्रभुले कलवरी क्रुसमा तपाईँ र मलाई रगत बगाएर धार्मिक बनाइसक्नु भयो। कति पापी बने प्रभुले कुन दिन उपस्थित भएर कति पापी भने धर्मी बनाइसकेको छु मैले, कति पापी भने जहिले पनि निङ्रिङ्ग परेको छ, जहिले पनि रोएको छ, जहिले पनि पुराना कुराहरूलाई त्यागेर नयाँ कुरातिर लाग्नु पर्ने, पुरानै कुरा बोकेर प्रभुले पापको भारी लिइसक्नु भनेर प्रार्थना चाहिँ गर्ने, फेरि भारी चाहिँ बोकिराख्ने, आफै बोकिराख्ने। प्रियहरू, काम हुन सक्दैन। जब हामी तपाईँ जहाँ हुनुहोस्, विश्वको जुनसुकै कुनामा हुनुहोस्, तपाईँलाई परमेश्वरले शक्तिशाली रूपमा प्रयोग गर्नुहुन्छ। यदि तपाईँले पुरानो कुराहरू त्यागेर नयाँ काम परमेश्वरले गर्नु दिनुहुन्छ। हालेलुया, 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 आमेन। त्यसैले प्रियहरू, त्यसले कमजोर नि आफूलाई कमजोर त सम्झिँदैन। सम्झिनुहोस्, तपाईँलाई थाहा छ त्यो कतिजनाले रेस्लिङ हेर्नुहुन्छ नि, होइन हेर्नुहुन्छ नि, होइन म केही भन्दिनँ, फेरि हेर्नुहुन्छ नि, हामी सबैले रेस्लिङ हेर्छौँ, म पनि हेर्छु। अनि त्यो रेस्लिङको चम्चे हुन्छ नि थाहा, त्यो रेस्लर भन्दा अगाडि आउँछ नि त्यो एउटा चम्चे क्या, कमजोर हुन्छ होइन, दुब्लो। त्यो रेस्लरको बलमा यति उफ्रिन्छ कि त्यो मेरो रेस्लरले कुटिदिन्छ तँलाई, यस्तो गर्नु, त्यसलाई अर्को रेस्लरले हाल्यो भने 7 दिनसम्म सुत्छ होला, त्यति कमजोर हुन्छ त्यो। तर त्यो क्या उसको त्यो रेस्लरको कारण ऊ त्यति त्यो चम्किन्छ क्या। अनि हाम्रो पछाडि पनि प्रभु उभिनु भएको छ क्या, के डराएको के। हालेलुया, यति मसल भएको मान्छे पछाडि हुँदैन त त्यो चम्चे त्यस्तो उफ्रिन्छ। हाम्रो त स्वर्ग र पृथ्वी सृष्टि गर्ने परमेश्वर हामीसँग उभिनु भएको छ, किन डराएको क्या। जस्तो सुकै अवस्थामा पनि परमेश्वरले फेस गर्नलाई शक्ति र सामर्थ्य दिनुहुन्छ, किन डराएको। स्वर्ग र पृथ्वी सृष्टि गर्ने। अनि फेरि वचन चाहिँ कस्तो पढाइ हुन्छ भने के अरे संसारमा हुने भन्दा पनि हामी भित्र हुने चाहिँ शक्तिशाली हुन्छ। हेर वचन चाहिँ त्यस्तो पढ्ने, फेरि लुरे आफै भित्र के छ त्यो थाहा छैन। त्यसैले प्रियहरू, परमेश्वरले तपाईँलाई विजय दिनको लागि यो ठाउँमा राख्नु भएको छ क्या। मैले भने नि, परमेश्वरले जापानको नियम परिवर्तन गरेर भए पनि तपाईँको विजय निश्चित गर्नुभएको छ। हालेलुया, हालेलुया। त्यसले पुरानो कुराहरू त्याग्दिनु, नयाँ कुरामा अगाडि बढ्नु। हालेलुया। अब एकछिनपछि अलिकति अगाडि गयो भने नयाँ कुरा होला जस्तो लाग्छ, चिन्न त्यसैले प्रियहरू, म यही तपाईँलाई उत्साह दिन चाहन्छु। म यहाँ आएर हुनेवाला केही पनि छैन जबसम्म तपाईँले प्रभुले काम गर्नु। हालेलुया। म त यहाँ आउँछु, एकछिन गरौँ, तपाईँहरू पनि हाल्नुहुन्छ, म पनि हाल्छु, जान्छु। तर जब तपाईँलाई परमेश्वरले काम गर्न सुरु गर्नुहुन्छ नि, त्यो चाहिँ साँचो आज हामी भेटेको साँचो अर्थ छ। हालेलुया। मण्डलीमा हेर्नु त, अहिले प्याक भइसक्यो, भोलि त यहाँ त बाटोमा गर्नु पर्ला जस्तो भइसक्यो, हो कि होइन। मण्डली त्यस्तो त्यसरी वृद्धि हुने, यहाँका भाइ बहिनीहरू त्यसरी प्रार्थना गर्ने, त्यसरी अगाडि बढ्ने, नयाँ काम देख्दै जाने, चङ्गाइको काम। एउटा यहाँको सबैभन्दा धनी क्यान्सर लाएर खुसी लाएर रक प्रार्थना निको भयो, मेरो घरै दिन्छु तिमीलाई। यहाँ त के हुनसक्छ, के हुनसक्छ। हालेलुया। तपाईँलाई थाहा छ बाइबलमा
12 जनाले ओहो विश्व उथल पुथल गरे भनेर भन्छ नि त बाइबलले। 12 जना चेलाले, त्यही पनि 11 जना पछि मती थपियो। 11 जनाले उथल पुथल भने यहाँ त कतिजना छ? उथल पुथल खोइ त उथल पुथल कता छ? हाम्रो यहाँ त हामी 100 जना जति छौँ। तपाईँहरूले उथल पुथल जहाँ गयो तपाईँको के अरे उथल पुथल गर्ने हो भने त यो त अस्ति नै उथल पुथल भइसक्यो त्यो जापान। किन भएन भने पुरानो कुराहरू छन्, हामी अहिले पनि रमाइरहेको छौँ। अब फेरि हाम्रो नेपालीको पुरानो कुराहरू भने के भन्नु, यो मोबाइलतिर हुन्छ नि च्याट गर्छ नि हामी, नेपालीको कुरा हेरेन भने कि अन्त भात खायो के गरेर बसेको छौ, सुतेर बसेको छौ कि उठ्यो, के कुरा अरे भने कुरा अरे। अनि त्यस्तो मान्छेले उथल पुथल गर्छ, नयाँ काम हुन्छ त्यस्तो मान्छे। यसो मेसेजै गर्ने भने आज प्रार्थना गरेको गर्यो नि तिमीले, आज बाइबल पढ्यो कि पढेनौ तिमीले, त्यो कुरामा पो छैन। भात खायो, भातमा के खायो, कता उथल पुथल, पुरानै कुरातिर हामी अल्झिरहेको छ। त्यस्तो सोध्नलाई के पैसा खर्च गरे भने के तिमीले भने पनि नभने पनि भात खान्छ उसले, हो कि होइन भन्नु त। अनि के भात खायो कि खानु भनेर सोधिरहेको। आज कति भन्दा प्रार्थना, आज बाइबल पढ्यो कि पढेन, आज चर्च आउँछ कि आउँदैन, प्रभुले तिम्रो जीवनमा के काम गरिरहनु भएको छ, त्यो पो सोध्नु पर्यो। भात खाएर कि खाएन, आज तिमी के लुगा लाग्नु नाङ्गे आज कहिले के सोधेको, तिमी कुर्ता लाग म पाइन्ट लाग के यस्तो पाइन्ट भुकेन भन्नु त। यस्तो कुरा चर्चको गुरुबाको लागि प्रार्थना गरे आज त्यस्तो कुरा हुनु पर्यो। आज प्रशंसाको लागि म उपवास बसेर चाहिँ आज हाम्रो प्रशंसाको टिमको लागि प्रार्थना, अनि पो आगो बल्छ यहाँ आफै आलु कुन लाग्यो के लिपस्टिक कस्तो लाग्यो के हो अब जान्नु पर्यो क्या। हालेलुया हालेलुया। अब चाहिँ चर्चमा आगो बोल्नु पर्यो क्या पवित्र आत्माको। यहाँ मान्छे जापानिजहरू पनि यो के छुन्छ यो चर्चमा के भइरहेछ भनेर मान्छेहरू पनि वरिपरि आउनु न। मान्छे देखेर त भाग्ला नि। हालेलुया। अनि पो हुन्छ त क्या जापानिजहरू बोल्दै नबोल्ने क्या। कतिजना क्रिस्चियन त्यहाँ भेटेँ मैले, आर यु क्रिस्चियन भन्दाखेरि नै अन्कनाउने क्या। अनि कहाँ यो देशमा सुसमाचार प्रचार भएको छ त छैन नि। हामी त नेपाली त जहाँ गयो नि गोर्खाली हो नि, होइन र। अस्ति त्यहाँ मेयर सेयर को आएको थिएँ, येशूको नाममा दिएँ मैले, मुक्ति येशूमा मात्रै छ, होइन त। त्यो जोसुकै होस्, मलाई के मेयर होस् कि मेयर सिनेटर सबैजना आयो, मैले येशूको नाममा छोडिदिएँ। येशू मात्रै जीवित परमेश्वर हुनुहुन्छ, चाहे जेसुकै होस्, होइन त। त्यही भन्ने त हो नि, गोर्खालीले जहाँ पनि दिन्छ क्या। अनि हामी पनि त्यस्तो हुनु पऱ्यो क्या। यो जोस क्या एकदमै प्रभु पाइसकेपछि त्यो एउटा जोस होस् न यहाँ भत्कर येशूको नाममा अन्धकारको शक्तिलाई पुरै लात हानेर आउनु नि। अन्धकारको शक्तिले चाहिँ लात हानेर ल्याएर पैसा पनि कमाएको छ, सबै कुरा छ। र त पनि अब अस्ट्रेलियामा एउटा पनि मराउ मात्रै लाग्छ। किन काम नभएर काम पनि छ, अनि कोठा नभएर कोठा पनि छ। मर होला तिमी खास त्यति प्रगति देख्नु। अस्ति मलाई एक लामो मेसेज पठायो, प्रभुले मेरो आवाजै नसुनेको जस्तो भयो। भाइ मलाई आवाजै नसुनेको। बाइबल पढ्छौ, बाइबल त्यति पढ्ने, बोल्ने नै बाइबल पढ, अनि कति कहाँ आवाज पढ्यो बाइबल पढ तिमी, भित्रै हामीले कुरा नगर मसँग हो र छ। अहिले त प्रभु बोलिरहनु भएको छ। अनि कहाँ हुन्छ क्या अचम्मको कुरा। हालेलुया। पुरै जोसमा आउने पास्टरलाई पनि गुरुबा हामी तपाईँसँग छौँ, गुरुबा गरे भए गर्ने, हामी तपाईँको। अनि कहाँ हुन्छ गुरुबा हामी तपाईँको साथमा छौँ, प्रार्थना गर्न हामी उपवास बस्दैछौँ। हालेलुया। अनि पो यहाँ अचम्मको काम हुन्छ, जापानिजहरू ढुङ्गा टेकेर यो चर्चमा आउँछु भनेर भन्छ, अनि हामी आफै त्यस्तो पुरानो कुरा बोकेर हिँड्नेछ, अनि कहाँ हुन्छ। हालेलुया। नयाँ
कुरा गर्नको लागि परमेश्वरले पुरानो कुरा छोड्नु भयो। सबै जसले छोडे तिनीहरूलाई परमेश्वरले अचम्म तरिकाले प्रयोग गर्नुहुन्छ। हालेलुया। तपाईँ चाहे जापानमा हुनुहोस्, चाहे अमेरिकामा हुनुहोस्, चाहे अस्ट्रेलियामा हुनुहोस्, चाहे स्विडेनमा हुनुहोस्, चाहे नेपालमा हुनुहोस्, प्रियहरू परमेश्वरका छोराछोरीहरू परमेश्वरको नयाँ काम देख्न चाहन्छ भने अवश्य गरेर छोड्नुहुन्छ। हालेलुया। मलाई एउटा पशुपति शर्माको गीत मनपर्छ कि मलाई जापान पनि मलाई अमेरिका, जो परमेश्वरको छोराछोरी नयाँ काम गर्न चाहन्छ नि जहाँसुकै हुन् परमेश्वरले त्यही ठाउँलाई अमेरिका बनाउन सक्नुहुन्छ, जापान बनाउन सक्नुहुन्छ, कोरिया बनाउन सक्नुहुन्छ। हालेलुया। किनभने हाम्रो परमेश्वर जापान, कोरिया, अमेरिकाको मालिक हुनुहुन्छ। हालेलुया। अब यसो आएको बेलामा भनौँ न ट्रम्पले यो मेरो देश हो, प्रभुले दिनु हाम्रो यसको देश। हालेलुया। यहाँ पनि क्या तपाईँ जहाँ जहाँ जानुहुन्छ त्यहाँ तपाईँ परमेश्वर तपाईँलाई परमेश्वरले अधिकार दिनुभएको छ। यो जापान पनि हाम्रो बाउको देश हो। हालेलुया। भोलि अचम्मको काम हुन सक्छ, तर पुरानो कुराहरू त्याग्नु पर्यो। हालेलुया। यही उत्साह दिन चाहन्छु। तपाईँहरू सबैलाई धन्यवाद, यो समय तपाईँहरूले दिनुभयो। अब अन्त्य गर्नुपर्छ होला, हामी 1:30 बजिसक्यो है, भोक पनि लाग्यो होला। कोही काहीँले मार्क्स लाग्छन्, भोको मुख पनि देखिँदैन मार्क्स, कस्तो बाटो छ है, बाटो छ। ल धन्यवाद होस् र कृपया के अरे हाम्रो गुरुबालाई पनि धन्यवाद, यहाँको सम्पूर्ण अगुवाजनहरूलाई, सम्पूर्ण जवान भाइ बहिनीहरूलाई परमेश्वरले आशिष दिनुभएको होस्। र प्रियहरू अर्को समय फेरि यसरी आउने मौका प्रभुले दिनुभयो भने अवश्य म यहाँ आउनेछु फेरि हामी। अनि नेपालमा भेट्नुभयो भने सन्तोष दाई भनेर मलाई पास्टर पनि खालि लागेको छ। के को पास्टर भने सेवक हो, के को पास्टर सेवक हो क्या होइन। त्यसले तपाईँले नेपालमा भेट्नुभयो भने पनि तपाईँले कुराकानी गर्न सक्नुहुन्छ, हाम्रो चर्चमा आउन सक्नुहुन्छ, अनि फेसबुकमा सम्पर्क गर्न सक्नुहुन्छ। जुन फोटो ह्यान्डसम छ त्यो मै नै हो। अनि तपाईँहरू सबैलाई प्रभुले आशिष दिनुभएको होस्। तपाईँको हरेक कुराहरूमा, तपाईँको काममा, तपाईँको व्यक्तिगत जीवनमा, आत्मिक जीवनमा, अनि कति परिवार छोडेर आउनुभएको छ, कति दुःख छ, कष्ट छ, तर प्रियहरू तपाईँलाई परमेश्वरले यो ठाउँमा विजय दिनुको लागि बोलाउनु भएको छ। आमेन। त्यसैले अब यहाँ संसारमै भेट्यो भने भेट्यो, नत्र प्रभुको आगमन भयो भने मास्तिरै भेट्ला। मास्तिर अब प्रभुको आगमन कुन बेला हुन्छ थाहा छैन, तर चाँडै हुन्छ, किनभने हामी एकदमै प्रभुको दोस्रो आगमनको नजिकमा छ। आमेन। प्रभुले तपाईँहरू सबैलाई आशिष दिनुभएको छ। जय मसीह।